मत्तीको सुसमाचार अध्याय 25। 10 कन्याको दृष्टान्त। तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफआफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। तीमध्ये 5 जना निर्बुद्धि र 5 जना चाहिँ बुद्धिमती थिए। किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेन, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुलहाले बिरालो गर्दा ती सबै निन्द्राले लट्ठ भएर निदाए। तर मध्यरातमा हेर दुलहा उनलाई भेट्न आओ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे र आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रा बत्ती त निप्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाफ दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथार्थ तेल छैन होला। बरु पसले कहाँ जाओ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुलहा आइपुगे र तयार हुनेहरू उनीहरूसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रा लागि खोलिदिनुहोस्। तर उनले जवाफ दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। यसकारण जागा रह, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन।